आज हाम्रो केटाको बर्थडे केदारको ह्यापी बर्थडे थ्याङ्क यू यार ह्यापी बर्थडे केदार हाम्रो गणेश सल्टी नि यही हुनुहुन्छ हो झुन्डिनी हो यो त डेन्जर भएछ आमामा यो केटाहरू त के हो दुईतिर बसेर के हो गर अब अलिकति यो आफै ढल्यो कि छुट्टै रहेछ कति बजी केटा हो 11 बजी ल बिहानको 11:30 बजे हामी लम्किँदैछौँ जङ्गलतिर काम नपाएर होइन काम धेरै भएर त फ्री हुन चाहिँ आयो कस्तो हिँड्यो त है आम्मामा अब एकछिनमा हामी यहाँ ठ्याक्क उता नुवाकोटको गुर्जे भन्ज्याङै निस्किन्छ नि एक्लै नै आउँछु गणेश तिमी म त आउँछु आउनु पर्यो नि मलाई एक्लै त आउँदैन होला ल आउँछ अस्ति टिकटक स्टोरी हेरेर आउँछु नि म ल एक्लै त्यो आउँछु भने म आजकल म एकदम अहिले तिनजनाको छाया हेरौँ हामी तिनजनाको छाया हेरौँ यस्तो रहेछ जिन्दगानी भन्नु छुट्टै रहेछ त्यो के होला कि यो के खानेकुरा हो त्यहाँ पहाड उति छ अहिले त्यहाँबाट हेर्नु हुन त रातै रहेछ है खानेकुरा त होइन हो र विश्वास गर्दै गयो भने त थाहा हुन्छ खै नखाउँ त्यस्तो एक्सपेरिमेन्ट नगरौँ कोदै जस्तो छैन त ल हुन त हो यार कोदै ल हेर गेडा हेर कमेन्ट हाल्नु त ल यस्तो गेडा छ यार यस्तो भयो भने त जङ्गल खेतबारीमा त लाउँदै लाउँदैन जङ्गलै लाग्यो दाना हो त्यस्तै रहेछ है रातो कोदो जस्तो के रातो कोदो हो जङ्गली कोदो हो जङ्गली कोदो होला हो खै तर यो कन्फर्म खानुहुन्छ डार्लिङ हेर त कति छ हेर हुन त हो ल हेर त कति छ ल हेर यता 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 अलि वृक्षारोपण गर्ने बेला पनि है यता यता चाहिँ अलिक वृक्षारोपण गर्नुपर्ने रहेछ कि यो अस्ति आगो लाग्यो नि त झन् यतिको हरियो भयो भने है कस्तो डेन्जर सेम हो कोदै रहेछ जङ्गली कोदै जस्तो लाग्यो यो त थाहा छ है नेल पालिस नअल्नु चाहिँ यो कुन यो हो र नेल पालिसको भन्छ यसको सानो सानो डल्लो हुन्छ कलर आउँछ यसको छैन अहिले त्यो अहिले छैन दानै भएन अब दाना साना यो रुख त यार यो काट्या हो यार यो मान्छेहरूले यार यो काट्या हेर नि ऊ हेर नि थाहा भइहाल्छ नि रेती लाएको हेर नि त्यहाँ सुक्यो भन्दैमा अब कहाँ जङ्गल यो अनि उयो नि यो खुर्पाले हाने ऊ त्यो माथि माथि हेर त कम रुख काट्या छ नि त यता थुक्क मलाई एक थका लाग्थ्यो यो त धन्न हरियो पलायो अनि हो नि डढिया कालो थियो काट्या हेर नि त्यहाँ माटो वन काट्नेलाई ऊ त्यहाँ हेर नि त्यो रुख नै काट्दै क्या उयो कोदो त कति कति है ऐसेलुको ठुलै रहेछ बोट म त कतिचोटि आएर खाएको छु त्यहाँ हेर नि डाँडाभरि छ मलाई डाँडा फेरि कोदो छ यो के थाहा छ पिटी खानु मिल्छ नि हो र यसको पातले उयो पात होइन अङ्गिर के भन्छ केटाहरू कस्तो स्पेसलिस्ट छन् है हाम्रो सुर्ती यता उता कोदो सोदो ए यसमा चाहिँ भरेर खान्छन् सुर्तीमा ए सुर्ती भरेर चाहिँ खाने पात चाहिँ यो रहेछ रोल गरिन्छ मान्छे हाम्रोमा त कति बेर पनि गर्छ पात हाम्रो गाउँतिरको बुढापाकाहरूले त्यसरी खान्थ्यो राउटेहरूले खान्छन् त्यस्तोमा पातमा सुर्ती भने चाहिँ छुट्टै बोट हुन्छ त्यसलाई हालेर
पुग्दैन उताबाट फर्किने जनमा चाहिँ झन् सम्म हुँदै जान्छ क्या ठुल्कै ठुल যায় त्यहाँ त एउटा मात्रै जान्थ्यो ऊ त्यही त हो नि हामी टर्निङ गरेर त हामी त्यो टुलिपवाला होइन ऊ काटेको माछाले यस्तो लस गर्यो नि त्यहाँदेखि मेरो सातु गएको लचक लचक है लचक यस्तो सातो सातु गएको यस्तो माथि टुप्पोमा माछा त्यसको ऊ हाँगा काटेको एउटा हाँगा काट्यो एउटा हाँगा बच्या थियो त्यो मात्र माछा समातेर मात्रै उता यस्तो के यस्तो हो लिची बाफ्रे त्यहाँदेखि म चाहिँ डर लाग्छ कि मलाई रुख पुगेन त्यहाँदेखि मेरो सातो गएको कि त्यस्तो फिल आयो छुट्टै हो नि डर लाग्छ मलाई सिरिङो त्यस्तो लहरा छ नि हाम्रो त्यो मुजी जस्तो के पाउँछ क्या फ्रुट जस्तै